आज खुसीको कुरा हो। यस प्रकारको पहिलो फ्लाइओभर नेपालमै पहिलोपल्ट फ्लाइओभर यसरी निर्माण भएको छ र आज सफलतापूर्वक त्यसको उद्घाटन भएको छ। अब द्वारकोमा चक्का जाम लगायतका समस्याहरू समाधान हुनेछन् या समाधान भएका छन्। यस अवसरमा म सबै साथीहरूलाई बधाई भन्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु। खास गरी भौतिक योजना तथा पूर्वाधार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभाग लगायत अरू ठेकेदार कम्पनी लगायत सम्पूर्ण यसमा योगदान पुर्याउने महानुभावहरू सबैलाई धन्यवाद भन्न चाहन्छु। अघि ठेकेदार कम्पनीको तर्फबाट भन्नुभए जस्तै यो विलम्ब पनि अलिकति भयो। यसमा समझदारी राख्ने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू सबैप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु। यस काममा अत्यन्त सफलताका साथ पहिलो अनुभव, पहिलो प्रयास, पहिलो नेपालमा यस प्रकारको काम लगभग समयमै भन्नुपर्छ सिद्ध्याउनु भएकोमा ठेक्का कम्पनीलाई म विशेष धन्यवाद भन्न चाहन्छु। उहाँहरूलाई हामीले प्रशंसा गरेका छौँ, प्रशंसा उपयुक्त छ भन्ने लाग्न चाहन्छु। हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ। हिजो मात्रै एउटा समाचार आयो, आज अखबारहरूमा व्यापक महत्त्वका साथ स्थान पायो। त्यो कुरा दैलेखमा नेपाललाई 50 वर्ष कमसेकम पुग्ने गएको मिथेन ग्यास पत्ता लाग्यो। त्यो प्रमाणित भयो कि 112 मिलियन मेट्रिक टन होला सायद, अथवा ठुलो मात्रामा 50 वर्ष नेपाललाई पुग्ने गरी एउटा वेलबाट, 3वटा कुवा छ त्यहाँ, 3वटा कुवा हुन्छ, त्यसमध्ये एउटा वेलबाट मात्रै 50 वर्ष नेपाललाई पुग्ने मिथेन ग्यास त्यहाँबाट पैदा हुन्छ। यो खुसीको खबर पनि हामीले थाहा पायौँ। जुन कुरा यो फ्लाइओभर सुरु गरे जस्तै त्यसको पनि सुरुवात मैले नै गरेको। हामी धौबादी फलाम कारखाना अगाडि बढाउँदैछौँ। धौबादी फलाम कारखाना सम्पन्न हुने बित्तिकै हामीले नेपाललाई 100 वर्षलाई पुग्ने फलाम, आइरन, स्टिल आदि कारखानाहरू यहाँ स्थापना गर्नेछौँ, प्रशोधन कारखाना स्थापना गर्नेछौँ र त्यसले देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ। जसरी दैलेखको पेट्रोलियम अथवा हामीले पेट्रोलियम भनिराखेका छौँ, तर त्यहाँ मिथेन ग्यासको उत्खनन हुनेछ, प्रोडक्सन हुनेछ र त्यसले विदेश जाने मुद्रा नेपालमै रहन्छ। हामीले विदेशबाट अप्रशोधित खालका अथवा कम प्रशोधित, कम क्वालिटीका चिजहरू हामीले ल्याउनु पर्ने छैन। हामीलाई ठुलो राष्ट्रिय लाभ, वार्षिक ठुलो आम्दानी त्यहाँबाट हुनेछ। धेरैले रोजगारी, धेरैले काम नेपालभित्र पाउनेछन्। यस्तै गरेर अरू कारखानाहरू, अरू खनिजहरूको पनि हामी उद्घाटन गर्नेछौँ। यतापट्टि पनि हामी काम गरिरहेका छौँ। कृषिको आधुनिकीकरणतर्फ त्यसै गरी हामी काम गरिरहेका छौँ। व्यापक रूपमा र कृषिको आधुनिकीकरण भइरहेको छ। देश एउटा नयाँ चरणमा प्रवेश गरिरहेको छ। यो अर्को पक्ष छ। उद्योगतर्फ पहिलेभन्दा धेरै उद्योगहरू अहिले स्थापना भएका छन् र अगाडि बढिरहेका छन्। ट्रेडिसनल उद्योगहरू, कतिपय उद्योगहरू स्वाभाविक रूपमा नचलेका होलान्, ती आउटडेटेड पनि भए कतिपय उद्योगहरू, कतिपय आउटडेटेड नभएका उद्योगहरू चल्दैछ। म्याग्नेसियम उद्योग, त्यसलाई फेरि हामी अहिले सञ्चालन गर्ने प्रयासमा अगाडि बढिरहेका छौँ। त्यो म्याग्नेसियम उद्योगलाई पनि हामी, म्याग्नेसाइड उद्योग, त्यसलाई पनि हामी अगाडि बढाउनेछौँ। बाटाघाटाको सन्दर्भमा भन्ने हो भने हुलाकी राजमार्गले तराईको, दक्षिण तराईको मुहार फेर्दैछ, सिँगै तराईको मुहार फेर्दैछ। केही पुलहरूमा समस्या भएको छ, केही निकुञ्जका कारणले बाटो अलिकति तयारी हुन सकेको छैन। त्यो केही समयभित्र तयारी गर्नेछौँ र सिँगै तराईको मेचीदेखि महाकालीसम्मको कायाकल्प गर्नेछ। त्यसले ठुलो परिवर्तन ल्याउनेछ। हामीले ठुला सिँचाइ आयोजनाहरू गरेका छौँ। कोशी मरिन डाइभर्सन र तराईका विभिन्न जिल्लाहरू, खास गरी 5वटा जिल्लामा 1,85,000 बिघा अथवा 1,22,000 हेक्टर जमिन सिँचाइ गर्ने र तराईमा
एक बाली लाग्ने ठाउँमा 3 बाली लगाउने र उत्पादनलाई डबलभन्दा बढीका दरले वृद्धि गर्ने त्यो काम पनि हामी गर्दैछौँ। अरू त्यस्ता अनेक कामहरू हामी अगाडि बढाइरहेका छौँ। सामाजिक क्षेत्रमा, शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा हामी हस्पिटलहरू बनाइरहेका छौँ। अहिले पहिले जस्तै हस्पिटलहरूको अवस्था छैन, त्यसर्थ यस स्थितिलाई हामीले सामान्य रूपमा होइन, एउटा देशले गति लिन चाहेको, फड्को मार्न चाहेको अवस्थाका रूपमा हामी बुझिरहेका छौँ र त्यसलाई त्यसरी नै अगाडि बढाइरहेका छौँ। मदन भण्डारी राजमार्ग, मध्य पहाडी पुष्पलाल राजमार्ग लगायत र एसियाली स्ट्यान्डर्डमा पूर्व पश्चिम राजमार्गलाई विकास गर्ने, 4 लेन 6 लेनको हाइवेको रूपमा त्यसलाई विकास गर्ने, यी कामहरू हामी गरिरहेका छौँ। अब यसरी हामी देश बहुआयामिक ढङ्गले, चौतर्फी ढङ्गले देशको विकास गरिरहेका छौँ र गर्दै जानेछौँ। म साथीहरूलाई, सबै दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु, एउटा क्षेत्रमा मात्रै होइन, अनेक क्षेत्रमा त्यसो गर्दैछौँ, विकास गर्दैछौँ र यो चक्रपथ विस्तार गर्ने कुरा, यसको दोस्रो फेजमा कलङ्कीदेखि महाराजगञ्जसम्मको दोस्रो फेज, त्यसलाई विस्तार गर्ने कुरामा यस्तै फ्लाइओभर, अरू ठाउँमा अन्डरपास या ओभरपास वा अन्डरपास दुईटै प्रकारका तरिकाहरूबाट हामी ट्राफिक जामलाई अन्त्य गर्ने कोसिस गरिरहेका छौँ र यो कुरामा आम नेपाली जनताले देखिरहनु भएको छ, बुझिरहनु भएको छ देश विकासको बाटोमा कसरी अगाडि बढ्दैछ। अब यसमा केही मान्छेहरूलाई विकास भयो भन्ने कुराको पनि पीर चिन्ता छ। म कसैले पनि विकास भयो भन्ने कुरामा पीर चिन्ता नलिनका लागि आग्रह गर्न चाहन्छु। देश विकास गर्नुपर्छ, देश विकास हुँदैछ, देश विकास गरिनेछ। हामीले नगर तह, गाउँ तहदेखि नगर तहदेखि लिएर प्रदेश र केन्द्रीय तहसम्म सबै तहबाट, सङ्घीय तहदेखि सबै 3टै तहका सरकारहरू विकास निर्माणका काममा केन्द्रित हुनुपर्दछ। जनताको जीवनमा परिवर्तन ल्याउने कुरामा केन्द्रित हुनुपर्दछ। जनतालाई विकास कसरी अगाडि बढाउने कुरामा, ड्राइभ गर्ने कुरामा पोलिटिकल पार्टी र जनप्रतिनिधिहरूले यस काममा अगुवाई गर्नुपर्दछ। त्यसै गरेर प्रशासन, सरकारका विभिन्न निकायहरू विकास र सुशासन केन्द्रित भएर अगाडि बढ्नुपर्दछ। आजको समय यो हो, आजको समयको माग यो। यस अनुसारले अगाडि हामी बढ्दै गएका छौँ, बढ्दै जानेछौँ। यसरी बढ्दै जानका लागि म सबैसँग आग्रह पनि गर्न चाहन्छु। हामीले कुनै पनि हालतमा आफूमा निराशा पैदा गर्नु हुँदैन, असन्तुष्टि र निराशा होइन। हामीले आशावादिताका साथ हामी गर्न सक्छौँ, हामी आफैले गर्न सक्छौँ। यो चक्रपथ चौडा गऱ्यौँ, यो चक्रपथ सुरु गऱ्यौँ, चौडा गऱ्यौँ, फ्लाइओभर बनायौँ। त्यसकारण यी फ्लाइओभरहरू बनाएका यी सफलताहरू हामी चियर गर्छौँ। यस्ता सफलताहरू हामी पाउँदै जान हामी काम गर्दै जानेछौँ। म यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। लामो केही नभनौँ, यो एउटा महान सफलता भएको छ। यस्तो सफलताहरू हामी यस ठाउँमा अरू पनि विस्तार गर्दै जानेछौँ। विभिन्न देशका विभिन्न भागमा पुलहरू बनाउँदै गएका छौँ, बाटाहरू बनाउँदै गएका छौँ। हाम्रो प्राकृतिक विपत्ति आउने, कहीँ बाढी जाने, कहीँ पहिरो जाने, फेरि भत्काउने गरिरहेको छ, तर हामी हार मान्दैनौँ। त्यसलाई अझ बलियो गरी बनाउँछौँ र हाम्रो देशलाई सुगम देशमा परिणत गर्छौँ। दुर्गम देशबाट सुगम देशमा हामीले परिणत गरिसकेका छौँ। खाने पानीको समस्या देशभरि थियो, देशभरि डाँडा डाँडामा खोलाका पानीहरू पम्पिङ विधिबाट हामीले पुर्याएका छौँ। अथवा आज स्कुल, कलेज, क्याम्पस, युनिभर्सिटी जस्ता कुराहरू, अस्पतालहरू गाउँ गाउँमा हामीले पुर्याएका छौँ। एम्बुलेन्स सेवाहरू विस्तार गरिरहेका छौँ र ती सबै कुराहरूका लागि कनेक्टिभिटी, बाटो, पुल यस्ता कुराहरू पूर्वाधारका पहिलो शर्त हो। सञ्चार, विद्युत, यी क्षेत्रहरूमा हामी काम गरिरहेका छौँ। त्यसकारण म आग्रह गर्न चाहन्छु, दाजुभाइ दिदीबहिनीहरू, यहाँहरू विश्वस्त भएर देश विकासका काममा सरकारले अगुवाई गर्नेछ, यहाँहरूको साथ पाउने अपेक्षा गर्दछ। सरकार लागिरहेको छ र हाम्रो ब्युरोक्रेसीलाई म धन्यवाद भन्न चाहन्छु। ब्युरोक्रेसीका प्रयासहरू, कामदारका प्रयासहरू
जुन कामदारहरूले यस काममा योगदान गर्नुभएको छ सबैलाई म धन्यवाद भन्न चाहन्छु। इन्जिनियरहरू र सबै प्रकारका योगदानकर्ताहरूलाई धन्यवाद भन्दै आफ्नो मन्तव्य यहीँ टुङ्ग्याउँछु र यो सभा पनि यहीँ अन्त्य भएको अघि भनिसक्नु भएको छ। मैले बोल्न सकिनसँगै यो सभा पनि यहीँ अन्त्य भएको छ। सबैलाई धेरै धेरै धन्यवाद।